हेलो साथीहरू नमस्ते। आज हामी अब चिया खान लागेको। चिया चाहिँ हाम्रो काली बहिनीले बनाएको चिया हो। कस्तो छ अब खाएर भन्छौँ, टेस्ट गरेर भनिदिनु। अब भन्नु परेन मिठो बनाइछु के चिया चाहिँ मिठो गराइखि दामी छ, मिठो छ अरे एकदम। अरू भन्नुहोस्। यो हाम्रो अहिले चुनाव चलिरह। हजुरलाई भोट केमा दिन मन छ? भोट केमा दिने? पिरिसमा भोट भोट केमा दिने हो है? खै केमा दिने थाहा भएन। अब भोट कार्ड छैन, त्यही पनि यहाँदेखि मिल्दैन। जाजरकोटदेखि हो। ल तिमीले केमा दिने? मैले त माटोमा फुल रोप्नलाई हो क्या? फुल रोप्नलाई दिने रे। फुल लबरको लागि माटोमा। मेरो आमाले सूर्यमा र माटो के पूजा गर्नेको लागि घन्टीमा क्या? लबरलाई ताप्नेको लागि शीतल छाप्नलाई रुख। घन्टीमा भोट यसरी घन्टी र माटो। ल त्यसको लागि धेरै धेरै धन्यवाद। फेरि भोलि भेटौँला। भोलि होइन, अझै छ हाम्रो यहाँ। आज हामीले मिनी ब्लग बनाएको के हो? अझै आज हामीले पहिलोचोटि फर्स्ट हो। सबैले भनिदिनु होला कस्तो छ हो क्या? राम्रो भयो भने प्रिन्स उतार भिडियोमा ब्लगमा र मजा। भोलि आज यो स्कुल गइहिँड्ने होइन? आज स्कुल गएन हाम्रो काली। टिचरसम्म पुऱ्याइदिनु होला। घन्टीमा भोट दिने भनेर बसिहिँड्नु, मोबाइल हेरि हिँड्ने। बाहिर देख्न सुन्नु भयो कि नै घन्टी बजेर हिँड्ने भोट माग्न घन्टी बजाउँदै। ल अब हामी एकछिनमा भेटौँला साथीहरू। हामी फेरि आयौँ। अब हामी कता जाँदैछौँ भन्नु त? बयर टिप्न जाँदैछौँ गाइस हामी। फेरि प्रिन्स उतार यहाँ मैले छोपी छिपेर। अब हामी बयर खान लागेको। यहाँ कति धेरै गाइस बयर देख्न सक्नुहुन्छ। यो रुख हो बयरको। देखेछ कि छैन? देखिरहेछ। हाम्रो मेन अध्यक्ष पूजा म सदस्य शर्मिला थापा। हाम्रो काली चाहिँ यसो नास्ता पानी बाबु हेर्ने पिउनलाई हामीले बेला बेलामा नास्ता मिठो मिठो नास्ता सास्ता खुलाएर जान्छ साथीहरू। कता हजुरको घरतिर बयर छ कि नै? हाम्रोमा छ। खाने भयो यसो पैसा यी सेवामा हालिदिनु पूजा म्याडमकोमा। पैसा आयो भने बयर हामीले डेलिभरी गरिदिन्छौँ, घरै होम डेलिभरी। अरू के देखाम गाइजहरू? केही छैन। अब हजुरहरूलाई ल सबैले एकसाथमा भनौँ त ह्याप्पी होली साथीहरूलाई। ह्याप्पी होली सबैजनालाई एडभान्समै ह्याप्पी होली सबैजनालाई। खेले नि नखेले नि होइन? यति टिका त लाउनु पाइयो भो है? हामी त लाउने है। हामीले हजुरलाई यो भिडियोलाई माया गरिदिनु भयो भने हामी फेरि होलीको भ्लग पनि छोटो लिएर आउँछौँ हजुरहरूको साथमा। न यसको राम्रो कमेन्ट आयो भने हामीले फेरि होइन लिन पर्यो के अरे। फेरि हजुरहरूले माया गर्नुभयो भने त हामी फेरि सक्नुहुन्छ। भुजा बाजे पर्सिनु भयो होइन? यसरी पल्टिनु भयो। अब हामी सहयोग गर्न पर्यो मानवताको हिसाबले। अलि छिटो जाने हजुर, म भिडियो गर्दैछु। भुजा लिएर आइराख्नुपर्छ अङ्कल। पल्टिनु भएछ अङ्कल। देख्न सक्नुहुन्छ अङ्कल चाहिँ गिर्नु भयो साथीहरू।
यो अङ्कललाई चिन्नु हुनेले भुजा खाइदिनु होला सस्तोमा धेरै दिनुहुन्छ हाम्रो पूजा म्याडम सहयोगी यता गिलास यहाँ एक्सिडेन्ट भयो सानो कतिको नि यो पूजा तपाईँको पाउनु भयो यहाँ अङ्कलले हामीलाई हेर्नु यो भुजा दिइराख्नु भयो उहाँलाई धेरै धेरै धन्यवाद उहाँलाई देख्नु हुनेले सबैले भुजा खाइदिनु होला फाटेको भुजा भएको अब चटपटे बनाएर साथीहरू आज फ्राई भुजा भुजा पाइ होलीमा यो अङ्कलले दिएको भुजाको चटपटे खाएर भ्लग लिएर आउँछन् हजुरहरू माझमा हो कि होइन कति बज्यो गाडिया हो कि नै हो अब हामी भित्र जाँदैछौँ अब हजुरलाई के देखाऊँ के देखाउने बन्द गर्ने अब अब हामी सुत्छौँ होला एकछिन स्कुल भाइलाई लिएर जाने हो गाइस होला त्यो चाहिँ पूजा म्याडमको छोरा हो भर्खर 7 महिनाको हिँड्दैछन् 7 महिनामा अरू के भन्नु अब आजको दिन जसो तसो कटिहाल्यो हजुरहरूसित भिडियो लिएर पूजा म्याडमले आफ्नो अब फेसबुकमा हालिदिन्छु मैले पुत्रलाई छोपेर यहाँ हेर्नु यहाँ यो नै के यो बाटो देख्नु भयो नि यो बाटो लुम्बिनी जाने मेन बाटो हो तपाईँ यहाँदेखि लुम्बिनी जान सक्नुहुन्छ बाटोमा आउँदा हामीलाई भेट्न सक्नुहुन्छ अब हजुरलाई हामी सिधा भेट्न मन छ भने 111 फोन गरेर हजुरसित भेट्न मन लाग्यो भनेपछि हाम्रो यो ग्रुपलाई भेट्न सक्नुहुन्छ हजुरले यो ग्रुपलाई पुलिसलाई बोलाएर चुनावले यहाँ पुलिसहरू हिँडिराख्नु भयो त्यहाँ एउटा कार्यालय छ हो क्या त्यहाँ फुटबल ग्राउन्ड हाम्रो घर नजिकै फेरि हामीलाई के खुसी लाग्छ भनेपछि हाम्रो गिरान पनि नजिकै छ वहाँ पारि ओडा कार्यालय पनि नजिकै छ हेल्थ पोस्ट पनि नजिकै छ हामी लकी छौँ हामीलाई सजिलो हुन्छ त्यही हो साथीहरू अब के भन्नु यो चाहिँ हाम्रो फर्स्ट मिनी ब्लग हो साथीहरू हाम्रो बहिनी कतिमा पढ्छ हाम्रो बहिनी भन त 4 क्लास यिनी 4 मा पढ्दैछिन् यिनी बेला बेलामा फेरि अलिकति झन्किने बानी हो कि सनक गर्छिन् अब यस्तै छिन् भनेर हामीले फेरि सहन्छ भन्न दिदी अब के गर्ने भित्रै छिन् अब बहर अब हामी नि यस्तै भएर यहाँसम्म पुगेको हो ह्यापी बर्थडे यहाँ पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गार्डन हो फुलहरू फुलिरहेछ फुल यो फुल जस्तै हाम्रो पूजा म्याडम यस्तै हुनुहुन्छ मायालु राम्रो यो फुल जस्तै तिमीलाई तिमीलाई पूजा मामु कस्तो लाग्छ भन्देऊ बेस्ट होइन उहाँको के बानी तिमीलाई बेस्ट लाग्छ माया गर्ने बानी धेरै माया गर्नुहुन्छ त्यही गाइज ल बाई टाटा तर बर्थडेमा बोलाउनु न उहाँ एकदम राम्रो हुनुहुन्छ उहाँ एकदम मिलनसार सबैसँग मिल्ने हाँस्ने हिँड्ने गर्नुहुन्छ ल साथीहरू अब चाहिँ हाम्रो भ्लग इन्ड गर्न चाहन्छौँ अब फेरि नमोरी बाचे कालोले साथी फेरि भेटौँला अब चाहिँ हामी अन्तिममा छौँ ल बाई भनिदिनु सबैले ल बाई